मैले फ्याँकेँ बिजौँ हो भनेर भने क्या मैले बिजौँ अब धेरै दिन नबस्नु हाम्रो त घरमा बिजौँ छ बिजौँ उठ्यौँ ए अनि त्यहाँदेखि 3 जोडा पुरी दिएँ उसलाई अनि 4 कोठा केरा ल्याएको थियो 3 कोठा केरा थियो नाफेर मसँग आएन अनि त्यो 2 कोठा उसलाई दिएँ 1 कोठा मैले खाएँ अनि अङ्गुर अलिकति अङ्गुर दिएँ रङ्गलीलाई अनि त्यो अङ्गुर पनि घोडेन आयो त्यो पुरी पनि घोडेन आयो त्यो 2 कोठा केरा खाएँ उसले अनि मैले पनि 1 कोठा खाएँ खायो भने चाहिँ उठेर सँगै खानुभयो अनि त्यसलाई खायो अलि मासु र यसो थियो अलि उ आएको थियो एकैचोटि म त भ्वाक्कै लडेँ जस्तो लाग्यो है अनि एकैचोटि भ्वाक्क लडेँ लडेर नि यस्तो कसो भयो अनि त्यही भएर रातको दिनु पऱ्यो भने सुने झट्छ त्यति हो त्यहाँतिर म त खाइदिएँ सामान पनि कसले लगेन रेकर्ड गरेर हुन्छ मन्दिरी मात्रै त्यही सुतिरहनु भएको रहेछ तपाईँ अनि भोलिपल्ट 2:30 बजीदेखि त्यस्तो भएको भोलिपल्ट 9 बजी राति होइन रातभरि त्यहीँ सुत्नु भयो गीता मन्दिर भित्र पुर्याएको हो त एकदेखि हुन्छ चाहनु भएको मुनि पनि गइदा होइन नि चिन्यो भने त्यसलाई कुचाउनु पर्छ पर्मण बिना कुचाउनु नि त मिल्दैन अरे नि त के कारणले भनेर उसले उल्टै पनि भन्छ त्यसै नि आफूले त म यस्तो